गुड मर्निङ गाइज फ्रम बन्दीपुर। अहिले चाहिँ बिहानको 6 बजिसकेको छ। अब हामी चाहिँ माथि जान लागेको, तर अहिले चाहिँ पानी परेर चाहिँ मौसम चाहिँ नखुल्ने भयो। सो स्याड, तर केही छैन। हामी चाहिँ अलिकति हाइकिङ चाहिँ गर्नेछौँ अनि त्यही हो। अहिले चाहिँ हामी उठेर रेडी भएर अब हामी जान लाग्छौँ। बाई। अब चाहिँ हाम्रो ट्रेक सुरु भयो होइन। अहिले चाहिँ हाम्रो ट्रेकिङ चाहिँ जारी भइरहेको छ। यस्तो मजाले चाहिँ यो हुस्सोहरू चाहिँ एकदमै बित्यो। मजा देख्छ। अहिले चाहिँ हामी ट्रेकिङबाट फर्किसक्यौँ। अब चाहिँ हामी जान्छौँ। राम्रो रहेछ ठाउँ चाहिँ, एकदम राम्रो रहेछ। अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो बन्दीपुरबाट। अब हामी कता जान्छौँ भन्ने चाहिँ हामीलाई थाहा छैन। अब जता गयो भने म त्यो देखाउनेछु तपाईँलाई। त्यही गाइस, बाई। हामी बन्दीपुरबाट फर्किए। अब बन्दीपुर see you until English बोल्न आयो। See you until next trip. बाई बाई। अरू चाहिँ आउँदैन हामी चाहिँ जाँदैछौँ है त, त्यही हो। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. अब झगडा पर्छ पर्नु नदिया भयो नि हुन्छ तिमीले। म पार्छु अघि पर्दैन भने हो कि होइन। मैले एकजना पहिले पर्दैन अनि यो चाहिँ हो हाम्रो आज फर्स्ट डेस्टिनेसन राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम। अब यो हामी आज बाख्रा अनुसन्धानमा आएर चाहिँ हामी के अनुसन्धान गर्छौँ त्यो तपाईँहरूलाई भनेको त्यही हो। नेसनल भोट रिसर्च प्रोग्राम। आमा नि त बोकेर फोटो खिच्नु यत्रो सिन हुँदो रहेछ है। कति लामो भेट्न आयो ल। मलाई त कस्तो खतरा दुःख लाग्दैन। सेकेन्ड डेस्टिनेसन आजको चाहिँ हाम्रो भनेको सिद्ध गुफा राखेको छ। सिद्ध गुफा चाहिँ वहाँ माथिसम्म हामी हिँडेछौँ। अलिअलि सिमसिम पानी पनि परिरहेको छ। सिमसिम पानी परेन हामी त्यहाँ पुग्दैछौँ, घाम लाग्छ। म चाहिँ आफै पुगेँ। त्यही हो अब
फेरि बिहानदेखि हामी आज हिँडेको छौँ अब फेरि हिँड्दैछौँ अब यहाँबाट हामी गर्छौँ ल है हामी ज्योति ए होइन रहेछ हामी राइट लोकेसनमै रहन्छौँ अब हामी जाँदैछौँ माथि गुफामा गएपछि कस्तो हुन्छ हामी भन्छौँ गुफा आउँदा आउँदै हालत चाहिँ यस्तो भइसक्यो हिँड्दै नसकिने बट अल्सो वी आर इन्जोइङ आवर ट्रिप त्यही हो यति लामो यात्रापछि वी रिच टु आवर डेस्टिनेसन जुन चाहिँ हो सिद्ध गुफा यो चाहिँ हो सिद्ध गुफा फाइनली सिद्ध गुफाभित्र छिरियो गाइस अब चाहिँ हामी गुफाभित्र जान्छौँ वर्ल्ड के अरे लार्जेस्ट इन नेपाल कि वर्ल्ड लङ्गेस्ट सो लेट्स गो अनुहार चाहिँ आधी घन्टा लाग्छ के हो रे एक्सप्लेन चाहिँ ग्रुपमै गर्दैन ल साउन्ड चाहिँ एकदमै भित्र अरूको यो चाहिँ सिद्ध गुफा हो जहाँ चाहिँ भिन्न भिन्न तरिकाहरूको चाहिँ होइन देख्नु भयो यो टक्क यो सुड होइन यसो देखिन्छ यो त ए मेरोमा त कस्तो अलिक देखिएन हो कपाल ओ ब्याट दारी पनि त्यो माथि जाने त्यो बाटो थियो नि त्यहाँबाट अलिकति माथि गएपछि त्यहाँ एउटा गुफा पाउनु त्यो गुफाको नाम चाहिँ बतासफुङ भन्छ क्या अनि त्यो गुफाबाट चाहिँ तल झर्ने तल झर्न चाहिँ तल झरेर चाहिँ यहीँ निस्किन्छ क्या हो यहाँ निस्किन्छ दोरीबाट झर्ने फेरि अनि यहाँ निस्किन्छ अनि यहाँबाट यसरी झर्ने हो अनि यहाँ निस्किन्छ यहाँबाट यसरी झर्ने हजुर यो झरिरहन्छ बेला बेलामा कति भर्खरै 3-4 यहाँबाट जानु फाइनली हामी चाहिँ गुफा घुमेर के भन्छ ध्यान भङ्ग भयो अब चाहिँ हामी फोटो फर्केको त्यस्तो गर्नु हुँदैन पानी हाम्रो चाहिँ खराब भइसक्यो होइन ट्रेकिङ जाँदाखेरि ममा त चाहिँ डौडा छु
बस सकिसक्यो अब चाहिँ हामी यहाँ खाना हामीले चाहिँ खाना खाएर हामी चाहिँ फर्किन लाग्यो कस्तो अनुहार लाग्यो सबजना खाना खाएर चाहिँ अब मस्त यता छिन पातली आमा मेरो जुत्ता देखाउँछु एकचोटि जुत्ता हेर्नुहोस् कस्तो अब हामी कहाँ जान्छौँ चाहिँ थाहा छैन अब कोही मान्छे हामी जता जान्छौँ त्यता अब त्यही हो म चाहिँ उता जान्छु बाइ गाइस हामी मनोकामना आइसकेका छौँ होइन यस यु क्यान सी द केबल कार यस मनोकामना थर्ड डेस्टिनेसन भनेको चाहिँ मनोकामना केबल कारको बारेमा त्यही हो के हुन्छ अब हाम्रो लास्ट डेस्टिनेसन यही हो क्या अरू कुनै छैन अब यहाँबाट चाहिँ हामी सिधै नै घर जानेवालामा छौँ त्यही हो अब एकदम रमाइलो भयो ट्रिप अहिले चाहिँ हामी धादिङ जिल्लामा आइसकेका छौँ धादिङ के बोला न ल के बोला हामी कहाँ आयौँ रे अहिले चाहिँ हाम्रो गाडी बिग्रेको अवस्था अहिले चाहिँ हामी 9:20 भन्दा अलिकति यता आइपुगिसक्यौँ जहाँ चाहिँ अहिले कन्स्ट्रक्सन चलिरहेको छ टनेलको अब कति बज्यो के चाहिँ हामीलाई थाहा भएन त्यही हो अब घुम्न आइसके पछाडि अब जे हुन्छ त्यसलाई त हामीले अपनाउनै पर्ने हुन्छ त्यही हो कि अब हामी कतिवटा घर पुग्छ म तपाईँहरूलाई घुम्नेछु गाइस त्यही हो यहाँ चाहिँ अब हाम्रो गाडी बन्दैछ होइन बनाउने कार्यक्रम हाम्रो जारी छ सक्दो चाँडो बनाएर हामी यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ है त फाइनल्ली अब चाहिँ हाम्रो गाडी बनेको रहेछ नरौ प्रसाद नरौ अब हामी घर एकजना उसले गाह्रो भएर लाग्छ यो नागेलाई के पनि भन्न आउँदैन है के भन्नलाई तिम्रो कति बज्यो 11 बज्यो 3 मिनेट
फाइनली वी रिच टु होम बाई बाई अब हामी सुत्छौँ गुड नाइट सी यू टुमरो बाटो घुमाउरो भोलि यो चाहिँ कस्तो आएको भोलि बिहान बनाउनु